चामल चाहिँ भिजाएर राखिसकेको छु भातको लागि। अनि यहाँ चाहिँ करेला काटेर राखेको थिएँ अघि नै। यसो असिस्टेन्ट हेल्पर असिस्टेन्ट चाहिँ जे होस् एकदम ह्यान्डसम छ के स्मार्ट छ के चाहिँ मासुमा बङ्गुरको मासु आलु फ्राई भन्दैछ। त्यसको लागि चाहिँ मैले यहाँ खिर राखिदिएको छु। अब चाहिँ म यो श्रीमानलाई दिन्छु। हेलो एभ्रिवान, यहाँलाई स्वागत छ मेरो च्यानलमा। यहाँ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि ठिकै छु। अनि आज चाहिँ हाम्रो घर आज स्पेसल नेपाली थाली बन्दैछ के खाना सेट। अनि उहाँ मासेलाई चाहिँ नेपाली खाना सेट खान मन लाग्यो अरे के। नमस्ते सलाम दर्शन हामीले झोरले हो भन्ने झोरले झोरा झोरा पट्टाको झोरा आज छिनिङ हानमागानाङ न मोरा के भन्न होला भनेको त। अनि आज चाहिँ नेपाली खाना थाली सेट के उहाँलाई चाहिँ खानु मन लाग्यो अरे। अनि त्यही भएर उहाँको लागि आज स्पेसल खाना नेपाली थाली थाली के हुन्छ त त्यसमा बन्दैछु। त्यो अहिले बनाएपछि थाहा हुन्छ के बन्छ। अहिले म भनिहाल्छु नि के बन्दैछ भनेर। ओके गाइस ल है त साथीहरू, अहिले यो खाना चाहिँ साँझको टाइममा अहिले साँझ उसमा बन्दैछ। साँझ भइसकेको छ कि अब चाहिँ म खाना बनाउन स्टार्ट गर्न लागेको। अब चाहिँ म खाना बनाउँदैछु। अनि क्यामराम्यान चाहिँ अब ओके गाइस वेट फर टिल एन्ड के भन्दैछ भनेर। ल त साथीहरू अब चाहिँ किचनमा जाऊँ है त। अब के अरे चामल चाहिँ भिजाएर राखिसकेको छु भातको लागि। अनि यहाँ चाहिँ करेला काटेर राखेको थिएँ अघि नै। यो सफा गराइसकेको छु भने यहाँ चाहिँ मासुको दाल भिजेको छु मासुको दाल बनाउनको लागि। अब चाहिँ म पहिला दाल बसालिदिन्छु। दाल मैले बसालिसकेको छु, सिटी पनि लगाइसकेको छ। अब चाहिँ मैले यहाँ एउटा पेन बसालेको छु करेला भुट्नको लागि। तेल तातिसकेको छ। अब चाहिँ म यसमा करेला तेलमा राखेर भुटेको पछि चाहिँ अलिअलि नुन मसला बुटारहरू पनि राख्छु। करेला भुट्दासम्म मैले यतातिर भात पनि बसालिदिएको छु, छिटो हुन्छ। भात बसाल्दै अब एकछिनमा दाल पनि पाक्छ। अनि त्यसपछि दाल अनि भात चाहिँ यहाँ पाकेर बस्छ। मैले चाहिँ यहाँ साग धोएर राखेको छु कि। अनि अब यो चाहिँ साग चाहिँ काटेर रेडी गर्छु। नेपाली थाली बन्दैछ। वाउ नाइस। उहाँ चाहिँ स्पेशल सेफ एन्ड आई एम असिस्टेन्ट हर असिस्टेन्ट अफ हर। ओके थ्याङ्क यू। गोइङ टु मेक नेपाली थाली। वाह 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 वाह। एनिथिङ अहिलेको करेला पाकिसकेको छ। यो करेला पाकेर भेरा बनाएर मैले चाहिँ यहाँ साग यता यहाँ साग पाक्दैछ। अब चाहिँ म यता अब मासु पकाउँछु। यहाँ हाम्रो असिस्टेन्ट हेल्पर कटिङ हुँदैछ। सलाद हो हाम्रो असिस्टेन्ट हेल्पर। असिस्टेन्ट चाहिँ जे होस् एकदम ह्यान्डसम छ के स्मार्ट छ के मलाई लाग्छ सब दुनियाँको सबभन्दा नराम्रो मान्छे मै हो। तर म आफूले आफूलाई चाहिँ एकदम स्मार्ट सोच्छु कि। वाह क्या सोच है। ल साथीहरू, मेरो साग चाहिँ पाकिसकेछ। अब यहाँ चाहिँ मासु पकाउनु लाग्यो। अनि यहाँ तेल पनि तातिसकेको छ। अब चाहिँ मैले प्याज राख्दैछु। हामी चाहिँ मासुमा बङ्गुरको मासु। आज मासुको आइटम चाहिँ एउटा मात्रै बनाउँदैछु मैले। अनि अरू चाहिँ अब सागहरू के छ हेरौँ के हुन्छ होइन। मेरो पनि फेभरेट अनि श्रीमानको पनि फेभरेट। सबैको फेभरेट। हजुरहरूको पनि कस्तो फेभरेट हो बङ्गुरको मासु कमेन्ट गर्नु है।
यहाँ मासु पाक्दैछ। अब चाहिँ यहाँ चाहिँ हामीले के पकाउनु आलु चाहिँ फ्रेन्च फ्राई फ्राई गर्न लगाएको है। यहाँ चाहिँ बुढोले फ्राई गर्दै हुनुहुन्छ। अब चाहिँ यहाँ म मसला हाल्दैछु। यो चाहिँ पिसेको मसला, अरू केही पनि हालेको छैन। जिरा, धनियाँ, खुर्सानी, लसुन, अदुवा, त्यति हो। सिम्पल घरमा बन्ने मसला युज गरेको छु म चाहिँ। अर्ग्यानिक मनपर्छ कि मलाई चाहिँ खाना, एकदम सिम्पल मनपर्छ मलाई खानाहरू चाहिँ। धेरै त्यो मिट मसला यताउतिर चाहिँ मलाई त्यति मन पर्दैन। यता भयो। अब यता आलु फ्राई गर्दैछ। यति पकायो भने त अब म पनि ननस्टप बन्छ होला नि। असिस्टेन्टमा त बस्नु पर्दैन होला नि। पोस्ट पनि बढ्छ कि त्यही त हो। अब चाहिँ अघिको आलु फ्राई चाहिँ पाकिसकेको छ। अब अचारको लागि चाहिँ मैले यहाँ टमाटर पोल्दैछु। अनि त्यसपछि आज चाहिँ मिठामा डिजर्टमा चाहिँ यहाँ खिर बनाउँदैछ है साथीहरू। के अरे चामलको खिर होइन कि सेवाईको खिर बनाउँदैछ आज चाहिँ। मिठामा चाहिँ आज खिर बनाउँदैछु। सेवैको खिर। सेवाई यहाँ मैले चाहिँ अलरेडी रोस्ट गरेको लिएर आएको छु। त्यो भरि रोस्ट गर्नु पर्दैन। अब यो दुध तातेपछि, यो काँचो दुध छ, यसरी तातेपछि चाहिँ म यसमा हालिदिन्छु। ल साथीहरू अब भिडियोको चक्करमा के अरे मासु देखेर साप्ने सामान पनि बिर्सिने भाइ कस्तो हो। लास्टमा पोलेर बल्ल आथु भन्छ। मेरो पाक्यो। अनि यसमा चाहिँ म अब ड्राई फ्रुट हाल्छु। यो काजु र बादाम हो। काजु र बादाम हाल्दैछु अलिअलि। एकैछिन यिनीहरूलाई बुर्लुक बुर्लुक पार्छु। त्यसपछि रेडी, खिर पनि रेडी। त्यसपछि अब अचार अनि त्यसपछि दाल झान्न मात्रै बाँकी रह्यो। अरू सबै रेडी भइसकेको छ मेरो चाहिँ। दाल कालो दाल छ। मलाई लसुन चाहिँ झानेको मनपर्छ कि मलाई चाहिँ। लसुन झान्दैछु कालो दाल। यो राखेन कि यो धनियाँ, प्याज अनि यो टमाटर पोलेको यो भिजाएर राखेको थिएँ मैले तातो पानीमा। यसरी भिजाएर आज यो गुन्द्रुकको साँधेको अचार बनाउँदैछु मैले चाहिँ। अरू अचार मैले बनाएन, बस एउटा अचार बनाएको छु मैले, साँधेको गुन्द्रुकको अचार मात्रै। पछि यहाँ राख्दैछु डल्ले खुर्सानी मात्रै हालेको चाहिँ। हाम्रो बुढो खासै पिरो खानु लाग्यो, त्यही भएर। साथीहरू अब चाहिँ मैले यहाँ अचारलाई झाल्दैछु। मेथी, खुर्सानी अनि लसुन। म चाहिँ यहाँ नुन पनि हालिदिइसकेको छु अघि नै। मिठो होला कि मिठै होला, मिठै हुन्छ अचार। ल साथीहरू मेरो खानाहरू सबै रेडी भइसकेको छ। यहाँ चाहिँ आलु फ्राई अनि यहाँ चाहिँ करेला फ्राई अनि त्यसपछि भात, त्यसपछि यहाँ चाहिँ खिर त अब मिठो बनाइसकेँ। यहाँ दाल, गुन्द्रुक र आलुको सब्जी, त्यसपछि यहाँ छ बङ्गुरको मासु अनि त्यसपछि यहाँ छ साग। आज चाहिँ मैले यति मात्रै बनाएको छु है साथीहरू। अब चाहिँ म खाना हाल्दैछु। अब चाहिँ साथीहरू म चाहिँ यो बोतलमा भात हाल्दैछु छु। बिचमा राखेर चाहिँ कस्तो खालको चाहिँ है।
यो चाहिँ ढुङ्गुरको मासु, यो चाहिँ दाल, कालो दाल, यो चाहिँ आलुको सब्जी, यो चाहिँ साग, यो चाहिँ साग, यो करेला, करेला फ्राई, करेला त्यसपछि यहाँ छ गुन्द्रुकको अचार साँधेको, गुन्द्रुक साँधेको है साथीहरू। मिठोको लागि चाहिँ मैले यहाँ खिर राखिदिएको छु। अब चाहिँ म यो श्रीमानलाई लिन्छु। श्रीमान चाहिँ यहाँ लाइनमा बस्नु भएको छ अनि यहाँ श्रीमानको आजको थाली चाहिँ रेडी छ। ल तपाईँलाई नेपाली थाली खान मन लाग्यो होइन? अनि यहाँ चाहिँ सलाद छ। सलाद चाहिँ हाम्रो यहाँ बुढोलाई पस्ने सलाद चाहिँ काटेर राखिदिएको छु। साथीहरू यहाँ चाहिँ घिउ हाल्ने हो के अरे, उहाँले चाहिँ अब यो चिल्लो चाल्लो छ भनेर घिउ चाहिँ नखाने भन्नुभयो, त्यो भएर चाहिँ मैले यहाँ घिउ हाल्दिएन। ल त अब श्रीमानको फरमाइसमा मैले चाहिँ उहाँलाई नेपाली थाली सेट बनाइदिएको छु। अब उहाँले टेस्ट गरेर भन्नुहुन्छ कस्तो भएको छ। ल पुरा टेस्ट गरेर भन्नु त कस्तो बनेको छ। टेस्ट गर्न चाहिँ सायद मलाई जरुरी लाग्दैन, किनकि यो हेर्दाखेरि नै मान्छेले राम्रो सोचेर खायो भने त्यो राम्रै हुन्छ के। सबभन्दा पहिला हाम्रो मगरको एकदम फेभरेट डिस पोर्क मिट है। यसको टेस्टले त मान्छे बेहोस बनाउँछ, ढलाउँछ के। यसको लागि चाहिँ मैले स्पेसली मेरो बुढा चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु, किनकि मेरो डेडिकेसनमा चाहिँ उसले एकदम मेहनत गरेर बनाएको छ होइन। सबै कुरा मिक्स गरेर है, थोरै थोरै यो अचार मिसाएँ, यो करेला मिसाएँ, यो मैले साग मिसाएँ, हातैले खानु कि हातले खानुपर्छ। यो मासु त मैले टेस्ट गरिसकेँ, एकदम नम्बर 1 छ है। डन दामी मजा आयो। थ्याङ्क यू बुढी, वेलकम। बुढालाई चाहिँ एकदम मन पर्यो अरे खाना। मलाई चाहिँ मन पर्यो है, दामी बनाउँछ, दामी बनाएको भने दामी बनाएछ कि। ल त अब श्रीमानले चाहिँ खानुहुन्छ, अब हामी पनि खान्छौँ। अनि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने प्लिज लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है साथीहरू। अवश्य म भिडियो गर्छु। अब अर्को भिडियोमा भेटौँला, तबसम्मको लागि बाई बाई।